लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित मुना मदन नेपाली साहित्यको एक अमर कृति हो। यो खण्डकाव्य झ्याउरे छन्दमा लेखिएको छ, जसले मानिसको मनलाई सजिलै छुन्छ। यसको कथा निकै मर्मस्पर्शी र कारुणिक छ। मुना र मदनको बिछोड। काठमाडौँको एउटा सानो परिवारमा मदन र उनकी सुन्दरी पत्नी मुना बस्थे। उनीहरूका साथमा मदनकी वृद्ध आमा पनि थिइन्। मदनको आर्थिक अवस्था निकै कमजोर थियो। घरको गरिबी हटाउन र सुखका दिन ल्याउन मदनले भोट जाने निर्णय गरे। उनले सोचे कि तिब्बतमा सुन धेरै पाइन्छ र त्यहाँबाट धन कमाएर ल्याएपछि आफ्नो परिवारलाई सुखसँग पाल्न सकिन्छ। यद्यपि मुना आफ्नो श्रीमानलाई टाढा पठाउन चाहन्नथिन्। उनलाई धनभन्दा मन र साथ प्यारो थियो। उनले मदनलाई सम्झाउने धेरै प्रयास गरिन्। उनले भनिन् कि घरमा थोरै खाएर पनि सँगै बस्नुमा ठूलो आनन्द छ। तर मदनले आफ्नो सपना र जिम्मेवारी सम्झिएर जाने अठोट गरे। बिछोडको समयमा मुनाको आँखाबाट आँसुको धारा बग्यो, तर मदनले आफू छिट्टै फर्कने बाचा गर्दै हिँडे। भोटको यात्रा र बिरामी मदन साथीहरूसँग लामो र कठिन बाटो हिँडेर भोट पुगे। त्यहाँ उनले निकै मेहनत गरेर धन कमाए। जब घर फर्कने समय आयो, उनी बाटोमा अचानक बिरामी परे। उनी हैजा रोगले थला परे। मदनका साथीहरू स्वार्थी निस्किए। उनीहरूले बिरामी मदनलाई जंगलको बीचमा अलपत्र छाडेर घर फर्के। उनीहरूले काठमाडौँ पुगेर मदनको मृत्यु भइसकेको झुटो खबर सुनाइदिए। त्यो एक्लो जंगलमा मदन मृत्युसँग लडिरहेका थिए। त्यही समयमा एकजना भोटे दाइले मदनलाई भेटाए। ती भोटे दाइको हृदय निकै कोमल थियो। उनले मदनको जात वा धर्म नहेरी आफ्नो घर लगेर सेवा गरे। उनले मदनलाई जडीबुटी खुवाएर र स्याहार गरेर निकै माया दिए। त्यही समयमा मदनले एउटा अमर वाक्य बोलेका छन्, मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन। यो भनाइले मानिसको परिचय उसको हृदय र कर्मले हुन्छ भन्ने कुरालाई स्पष्ट पारेको छ। मुनाको वियोग र वियोगान्त अन्त्य। यता काठमाडौँमा मदनको मृत्युको खबर सुनेपछि मुनाको संसार नै उजाडियो। उनी गहिरो शोकमा डुबिन्। पछि उनको स्वास्थ्य बिग्रदै गयो र आफ्नो श्रीमानको वियोग सहन नसकेर मुनाले प्राण त्यागिन्। मुनाको मृत्यु भएको केही समयपछि मदनकी वृद्ध आमाको पनि मृत्यु भयो। उता भोटे दाइको सहयोगले निको भएका मदन निकै उत्साहित भएर घर फर्किए। उनीसँग धन त थियो, तर त्यो धनले दिने खुसी बाँड्ने मान्छे कोही थिएन। जब उनी घर पुगे, उनले आफ्नो घर रित्तो र सुनसान पाए। आफ्नी प्यारी मुना र आमा दुवैलाई गुमाउनु पर्दा मदनको हृदय छिया भयो। उनले बुझे कि धनको पछि लाग्दा उनले आफ्नो संसार नै गुमाइसकेका थिए। अन्त्यमा मदन पनि विरक्तिएर परलोक भए। यो कथाले मानिसको लोभ, गरिबीको बाध्यता र साँचो प्रेमको तस्विर प्रस्तुत गर्दछ। यसले धनभन्दा मानवीय भावना र सम्बन्ध धेरै मूल्यवान हुन्छ भन्ने सन्देश दिन्छ। मदन भोट जान लाग्दा मुनाले देखाएको धैर्यता र सात्विक प्रेम यो काव्यको सबैभन्दा बलियो पक्ष हो। मुनाले मदनलाई सम्झाउँदै भनेकी थिइन् कि घरको गुन्द्रुक र ढिँडोमा जुन सन्तुष्टि छ, त्यो विदेशी धनमा छैन। मुनाको लागि मदन नै सबैभन्दा ठूलो सम्पत्ति थिए। मदन टाढा हुँदा उनले भोग्नु परेको मानसिक पीडा र विरहको वर्णनले जोसुकैको मन बुझाउँछ। उनले घरको काम सम्हाल्दै र सासुआमाको सेवा गर्दै मदनको बाटो हेरेर दिनहरू बिताएकी थिइन्। मदनको पश्चाताप र भोटे दाइको मानवता। जब मदन बिरामी परेर जंगलमा छटपटाइरहेका थिए, उनले आफ्ना ती साथीहरूलाई सम्झिए जसले उनलाई मर्नका लागि छाडेर गएका थिए। तर त्यही बेला एक अपरिचित र तथाकथित तल्लो जातको भनिएको भोटे दाइले उनलाई बचाए। ती भोटे दाइले आफ्नै दाजुभाइलाई जस्तै गरी मदनको दिशा पिसाब सोहोरे, उनलाई तातो झोल खुवाएर माया दिए। मदनले त्यति बेला महसुस गरे कि शहरमा जातपात र धनको घमण्ड गर्ने मानिसहरूभन्दा यी जंगलमा बस्ने निस्वार्थी मानिसहरू कति महान छन्। मदनले भोटे दाइसँग बिदा मागेर आउँदा आफ्नो सबै धन दिन खोजेका थिए, तर भोटे दाइले सेवाको बदलामा धन लिन मानेनन्, जसले मदनको चेतना झनै खुलाइदियो। घर फर्किँदाको कारुणिक दृश्य। मदन जब काठमाडौँको गल्लीमा छिरे, उनको मन ढुकढुक भइरहेको थियो। उनले सोचेका थिए मुना ढोकामा उभिएर मुस्कुराउँदै उनको स्वागत गर्नेछिन् र आमाले आशीर्वाद दिनेछिन्। तर छिमेकीहरूको मौनता र घरको उडेको रङले उनलाई नराम्रो संकेत दियो। जब उनले आफ्नी बहिनीबाट मुना र आमा दुवै बितेको खबर पाए, मदन छाँगाबाट खसे झैं भए। उनले कमाएर ल्याएको सुन र धन अब उनका लागि ढुङ्गा सरह भए।
उनले भक्कानिएर रुँदै भने कि यो धनले न त मेरी आमालाई फिर्ता ल्याउन सक्छ न त मेरी मुनालाई। काव्यको दार्शनिक सन्देश। यो कथाले समाजको एउटा तितो यथार्थलाई देखाउँछ। गरिबीका कारण मानिसहरू परदेश पलायन हुनुपर्ने बाध्यता र त्यसले निम्त्याउने पारिवारिक विखण्डनलाई देवकोटाले निकै मार्मिक ढङ्गले प्रस्तुत गरेका छन्। मुना र मदनको मृत्यु भौतिक रूपमा भए पनि उनीहरूको प्रेम र आदर्श नेपाली साहित्यमा सधैँ जीवित छ। यो कथाले हामीलाई सिकाउँछ कि आफन्त र परिवार नै सबैभन्दा ठूलो पुँजी हो। मानिसको सेवा नै सबैभन्दा ठूलो धर्म हो। धन क्षणिक हुन्छ तर प्रेम र मानवता अमर रहन्छ। अन्त्यमा मदन पनि त्यही वियोगको आगोमा जलेर खरानी भए, जसले पाठकको मनमा एउटा कहिल्यै निको नहुने घाउ र गहिरो सन्देश छाडेर जान्छ। मुना मदनको मर्म पनि ठ्याक्कै यही हो। मदनले जुन धन कमाउन आफ्नो घर परिवार र प्राणभन्दा प्यारी मुनालाई छाडेर गए, अन्त्यमा त्यही धनले उनलाई सुख दिन सकेन। यो सत्यलाई हामी यसरी अझ प्रष्टसँग बुझ्न सक्छौं। सम्पत्तिको निस्सारता। मदनले भोटबाट फर्कदा प्रशस्त सुन र धन ल्याएका थिए, तर जब उनले घरमा आमा र मुनालाई भेटेनन् तब उनलाई त्यो सुन केवल पहेँलो ढुङ्गा जस्तै लाग्यो। आफन्त नहुँदा भौतिक सुखको कुनै मूल्य हुँदैन भन्ने कुरा यसले प्रमाणित गर्छ। भावनात्मक सहारा। मानिस बिरामी हुँदा, समस्यामा पर्दा वा एक्लो महसुस गर्दा पैसाले ओखती त किन्ला, तर माया र सुर्ता गर्ने त केवल परिवार नै हुन्छ। मदन जंगलमा बिरामी पर्दा उनलाई पैसाले होइन, भोटे दाईको मानवीय संवेदनाले बचाएको थियो। समयको महत्व। पैसा आज जान्छ, भोलि फेरि कमाउन सकिन्छ, तर परिवारसँग बिताउने समय र गुमेका मानिसहरू कहिल्यै फर्किएर आउँदैनन्। मदनले धन कमाउने लोभमा जुन समय गुमाए, त्यसको शोध भर्ना कहिल्यै हुन सकेन। आजको आधुनिक युगमा पनि हामी प्राय मदन जस्तै धन र सफलताको पछि दौडिरहेका हुन्छौं, तर यो दौडमा हामीले आफ्ना अमूल्य मुनाहरू र आमाहरूलाई समय दिन बिर्सिरहेका हुन्छौं। मुना मदनको यो दुखान्त कथाले हामीलाई सधैँ सचेत गराउँछ कि हातका मैला सुनका थैला हुन्, तर परिवार र आफन्त भनेका हृदयका ढुकढुकी हुन्।